हेलो दर्शकबिनहरू नमस्कार। वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई मेरो च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। यो चाहिँ म बसेको नजिकको एरिया हो हैन। आज चाहिँ म एउटा कामको लागि चाहिँ म आज पैदल यात्रामा एकदम हिँडिरहेको छु। त्यो क्रममा चाहिँ म सानो भ्लग गर्न गइरहेको छु। हजुरहरुलाई सबै देखाउनेछु है त। आज भोलि अलि टाइम हुँदैन, त्यही भएर चाहिँ घुम्न जाने त्यस्तो हैन, कतै हिँड्ने टाइम त्यस्तो खासै हुँदैन। आज एकदम टाइम छ, त्यही भएर चाहिँ म भ्लग गर्न गइरहेको छु है त। र म बसेको यो कोबे चाहिँ मेरो अब अन्तिम दिनहरू हुँदैछ हैन। लगभग अर्को हप्तातिर चाहिँ म यहाँबाट हिक्कोसी गरेर अर्को अलिकति चिगाउतोकोमा चाहिँ जाँदैछु हैन। त्यहाँ पनि यस्तै म मेरो सानो डेली भ्लगदेखि लिएर हैन कतै घुम्न गएको यस्तै भ्लग गरेर चाहिँ म युट्युबमा अपलोड गर्ने गर्छु। हजुरहरुलाई भिडियो कस्तो लाग्छ हैन र कस्तोरी चाहिँ बनाउँदा ठिक होला प्रतिक्रिया दिन नभुल्नु होला भन्न चाहन्छु। मलाई भ्लगिङ गर्नको लागि चाहिँ यो मौसमले चाहिँ एकदम साथ दिएको हुनुपर्छ हैन। र आजको मौसम भन्नुपर्दाखेरि चाहिँ लगभग हिँड्नको लागि एकदम राम्रो छ, त्यति घाम छैन अनि लगभग बादल लागिरहेको छ हैन, अलिअलि मधुरो घाम छ। त्यसपछि चिसो मौसम छ, हावा चलिरहेको छ हैन। तर त्यसमा पनि म एकदम हिँडिरहेको छु। मलाई यसरी नै हिँड्न चाहिँ मजा लाग्छ हैन। अन्तिमसम्म हेर्नु होला है त। टोटली आजको यात्रा चाहिँ मेरो पैदल हुनेछ। हुन त मैले यहाँको बस युज गरे पनि हुन त हुन्छ हैन, तर पनि म आज किनभने यो लास्ट दिन हो हैन, अब खासै म त्यति ट्याक्सीहरू बसहरू त्यति युज गर्दिनँ, ट्रेनहरू पनि खासै म नजिक छ भने चाहिँ युज गर्दिनँ। अनि त्यही भएर चाहिँ आज म एकदमै पैदलमै हिँड्नेछु है त। अलिअलि पानी पर्ला जस्तो चाहिँ एकदमै जुन त्यस्तो भाइब्स आइरहेको छ, चिसो छ हैन। तर खैर केही छैन, मैले साथमा छाता बोकेर आएको छु। त्यस्तो पानी परिहाल्यो भने पनि खासै मलाई चाहिँ असर गर्दैन है त। र यो ठाउँको बारेमा कुरा गर्ने हो भने एकदमै राम्रो छ, वातावरण एकदम राम्रो छ हैन। अनि एकदम सफा छ, चिटिक्क छ, बस्नको लागि सुन्दर शान्त छ हैन। र अब लगभग 5 वर्षको अन्तरालपछि चाहिँ म यो ठाउँ चाहिँ छोडेर म अन्तै जाँदैछु। लगभग 5 वर्षको अन्तरालमा चाहिँ भनौँ न मैले यो ठाउँमा चाहिँ धेरै नै चाहिँ मोमेन्टहरू बनाएँ हैन। एकदमै स्ट्रगल पनि गरियो र फाइनली 5 वर्ष पछाडि यो ठाउँबाट चाहिँ म बिदा हुँदैछु है त। मौसम चाहिँ चिसो छ, तर पनि म एकदमै हिँडेको कारणले गर्दाखेरि चाहिँ एकदमै गर्मी भएर आएको छ हैन। तर पनि खैर केही छैन। सिजनको कुरा गर्ने हो भने चाहिँ अहिले अब यो मार्चको चाहिँ हाफमा छ हैन। र अलिकति घाम लागे तापनि एकदमै मौसम उज्यालो भए तापनि अलिकति जाडो नै हुन्छ हैन। र जापानमा चाहिँ अझै पनि लगभग 1 महिना चाहिँ जाडो नै हुन्छ है त। आजको यो दृश्य एकदमै राम्रो छ, यहाँ एकदम सफा छ हेर्नु न। यहाँ पैदल यात्रा गर्ने ठाउँहरू पनि हैन, अनि त्यसपछि यो साइक्लिङ गर्ने ठाउँहरू पनि एकदमै राम्रो छ हैन। जो अब विकसित राष्ट्र भनेको अब विकसित राष्ट्र नै हो हैन। अनि यस्तो यहाँको विकासहरूलाई देख्दाखेरि हैन, अब हामीलाई पनि हाम्रो देश नेपाल पनि लगभग यसरी नै विकास भइदिएदेखि कति राम्रो हुन्थ्यो भन्ने चाहिँ हैन डेफिनेटली अब लाग्छ नै हैन। तर अब नेपालमा पनि अब लगभग हालसालै अब चुनावी माहौल सकिया छ हैन। जनताले चाहे अनुरूपको निर्वाचन गराएर चाहिँ नि मान्छेहरूलाई उचित मान्छेहरूलाई अब जिताएको पनि छ हैन। त्यही भएर चाहिँ अहिले नेपाल मात्रै नभएर हैन हरेक विश्वमा नै नेपाल सरकारको चाहिँ एकदम चासो बढिरहेछ हैन। अब चाहिँ म अलिकति बिल पे गर्न बाँकी छ, यो फ्यामिली मार्ट भित्र छिर्छु हैन। अनि त्यसपछि म फेरि पनि यो भित्र छिरेर अनि बिल पे गरेर आएर चाहिँ म फेरि गर्छु है त। ओके, मैले बिल पे गरेर पनि आइसकेको छु हैन।
र भित्र चाहिँ मैले खिच्न चाहेन किनभने एकचोटि मेरो लफडाइ परेको छ क्या यस्तो केही गर्दाखेरि। त्यही भएर मैले त्यस्तो मान्छेहरूको पब्लिकको छेउमा अलिकति म त्यस्तो खासै गर्दिनँ। र म आफ्नै बाटोमा लागिसकेको छु है त, मेरो यात्रा अझै पनि टुङ्गिएको छैन होइन। र मैले योभन्दा अगाडि अलिकति चुनावको बारेमा कुरा गरिरहेको थियो होइन। अब नेपालको उचित मान्छेहरूले चाहिँ अब जितेको छ भनेर भनिरहेको थियो होइन। तर अब यसले अब उचित मान्छेहरू पनि भनि नहालौँ किनभने उहाँहरूको काम देख्न नै बाँकी छ होइन। र अलिकति नेपाली जनताले आश बोकेको मान्छेहरू चाहिँ हो भन्न मिल्छ है। हुन त अब पहिलाको अब पुराना दलको नेताहरूलाई पनि अब नेपाली जनताले अब आश गरेर होइन विभिन्न पदमा चाहिँ पुर्याएको थियो होइन। तर पनि उहाँहरूले चाहिँ त्यो आशलाई चाहिँ आशमा चाहिँ हुन्छ नि भनौँ न एउटा त्यो आशलाई चाहिँ परिवर्तनमा बदल्न सक्नु भएन होइन। तर योपालि अब जो कोही पनि हुनुहुन्छ होइन इलेक्टेड हुनुभएको होइन उहाँहरूले चाहिँ त्यो आशलाई चाहिँ यो विकासमा चाहिँ परिवर्तन गर्न सक्नुहुन्छ होला भन्ने चाहिँ हामी सबै नेपाली जनताहरूको चाहिँ एकदम आश छ होइन। सोचेको जस्तो चाहिँ अब सबै एकैचोटि चाहिँ नहुन सक्छ होइन। त्यसलाई बिस्तारै बिस्तारै परिवर्तन गर्दै गयो भने होइन अवश्य पनि राम्रो हुन्छ जस्तो लाग्छ होइन। र अब जुन अहिले नयाँ आउनु भएको छ उहाँहरूले पनि अब नगरी पनि अब सुखै हुँदैन किनभने त्यसलाई चाहिँ होइन कार्यान्वयन नगरिकन सुखै हुँदैन किनभने अब पहिलाको जुन मान्छेहरूलाई चाहिँ बारम्बार भोट दिएर जिताउँदाखेरि उहाँहरूले परिवर्तन गर्न सक्नु भएन। त्यही भएर परिवर्तन गर्न नसक्दाखेरि उहाँहरूलाई चाहिँ अब यो भोट पनि नेपाली जनताले चाहिँ परिवर्तन गर्यो होइन। त्यो कारणले गर्दाखेरि यदि अहिले आउने नयाँहरूले पनि परिवर्तन गर्न सकेन भने उहाँहरूको पनि हालत त्यही हुन्छ भन्ने एउटा पाठ चाहिँ सिकाएको छ होइन। योपालि चाहिँ एकदम राम्रो भएको छ भन्ने चाहिँ मेरो एकदम विचार हो होइन। त्यही भएर त्यो कुरा चाहिँ एकदमै रिपिट नहोस् भन्ने हामी सबैको चाहिँ धारणा हो होइन। र आशा छ कि अब नेपालको सबै जनताहरूको सोचमा नेपालको युवाहरूको सोचमा चाहिँ धेरै नै परिवर्तन आएको छ यसपालि होइन। त्यसरी नै परिवर्तन आए जस्तै अब नेपालको विकासमा पनि परिवर्तन आओस् भन्ने चाहिँ हाम्रो कामना हो। आजको यात्रा गर्ने क्रममा चाहिँ म यहाँ आइसकेको छु होइन। एकदमै अलिकति जङ्गल टाइपको छ यहाँ चाहिँ। र म अझै पनि म हिँडिरहेको छु पैदल एकदम हिँडिरहेको छु। एक्लै हिँड्न एकदमै आनन्द आइरहेछ होइन। हजुरहरूलाई कस्तो लागिरहेछ कमेन्ट गर्न नभुल्नु होला है त। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ एकदमै राम्रो छ होइन। मौसम बादलले अलिअलि घाम सेकिरहेछ होइन, शीतल छ र एकदमै सुविधा सम्पन्न एकदम प्लेस है। एकदमै राम्रो ठाउँमा चाहिँ म एकदम यसरी आज घुम्न आउन पाउँदा एकदमै मलाई पनि एकदम खुसी लागिरहेछ होइन। यो ठाउँमा चाहिँ म आजसम्म 3 चोटि आएँ यहाँ होइन। यहाँ हस्पिटल छ एउटा होइन। योभन्दा अगाडि म पनि अलिकति हेल्थ चेकअप गर्नको लागि म यो हस्पिटलमा आएको थियो 2 चोटि र आज आउँदाखेरि म लगभग 3 चोटि हुँदैछ यहाँ होइन। र हजुरहरूलाई म यहाँ यो हस्पिटल चाहिँ देखाउन गइरहेको छु है त। यो हस्पिटल हो है। र आजको मेरो यात्राको गन्तव्य चाहिँ लगभग नजिक आइसकेको छ होइन। अलिकति सानो काम थियो अस्ति योभन्दा अघिल्लो हप्ता नै आम्ला भनेर सोचिरहेको थिएँ। तर विशेष कामले गर्दाखेरि मेरो जुन अनुकूलताले अलिकति साथ दिएन। त्यही भएर आज आइरहेको छु। र यो ठाउँमा हो म आएको चाहिँ आज। म भित्र चाहिँ खिच्दिनँ होइन किनभने भित्र अब सबै खिच्न दिँदैन होइन। म खिच्दिनँ पनि र हजुरहरूलाई यहाँसम्म आएको भन्ने चाहिँ जानकारी गराउँछु है त। ओके म लगभग 30-40-45 मिनट जति चाहिँ मेरो त्यहाँ काम भयो। त्यस पछाडि म फेरि पनि अब चाहिँ म आफ्नै घरतर्फ चाहिँ फर्किँदैछु है त। फेरि पनि हेर्दै हुनुहुन्छ होला हजुरहरूले होइन। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, प्रतिक्रिया दिन नभुल्नु होला भन्न चाहन्छु है त। आजको हिँडाइ मेरो एकदमै राम्रो भयो, काम पनि भयो। काम सकाएर म फर्किने क्रममा म अझै पनि म ब्लगिङ गरिरहेको छु होइन। यहाँका रमाइला दृश्यहरू हजुरहरूलाई देखाउँदै म पनि यसको रमाइलो लिँदै अगाडि बढिरहेको छु होइन।
अझ म चाहिँ साइकलमा आएको भए पनि एकदमै रमाइलो हुन्थ्यो कि जस्तो होइन लागिरहेछ। तर केही छैन अब यो साइकलमा आउँदाखेरि चाहिँ अलिकति यहाँ चाहिँ उकालो बाटो पर्छ एक ठाउँ चाहिँ, अनि त्यस कारणले गर्दा त्यहाँ चाहिँ अलिकति पेडल चल्नको लागि अलिकति कठिन हुन्छ। त्यही भएर चाहिँ मैले साइकल नलिकन पैदल यात्रामा आउनको लागि निर्णय गरेको थियो र फाइनली आए पनि, काम पनि भयो पनि, र यसरी फर्किँदाखेरि पनि लगभग पैदलमा आउँदाखेरि एकदमै राम्रो गरेछु भन्ने फिल भइरहेछ होइन। र आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो होइन त्यो पनि बताइदिनु होला। त्यस पछाडि आजको मेरो भ्लग चाहिँ लगभग अन्तिम नै हो होइन, किनभने म अघि आएको बाटो पनि लगभग यहाँबाट चाहिँ नजिक छ, यहाँ अब जोडिन पुग्न लागिसक्यो होइन। र एकदमै राम्रो दृश्यहरू देख्न पाइयो होइन। यसरी आउँदाखेरि स्वास्थ्यलाई पनि एकदम राम्रो भइयो होइन। सधैँ रुममा, सधैँ अब काममा होइन, कहिलेकाहीँ चाहिँ यसरी यहाँका वातावरणका जुन हावापानी खाँदा पनि एकदमै शरीरलाई एकदम राम्रो हुने भएको कारणले गर्दाखेरि होइन, मेरो काम पनि थियो र प्लस मैले आज वाकिङ गरेर चाहिँ एकदमै शरीरलाई पनि एकदमै आनन्द तुल्याएँ होइन। र आशा छ हजुरहरूलाई पनि जुन यहाँ प्रत्यक्ष आएर यसरी अब घुम्न नपाए तापनि मैले यसरी घुमेको देख्दाखेरि, मेरो यो भिडियो देख्दाखेरि हजुरहरूलाई पनि एकदमै आनन्द आयो होला भन्ने चाहिँ मलाई एकदम मनैबाट लागिरहेछ होइन। त्यो पनि बताइदिनु होला। र भोलिको दिनमा पनि म यस्तै मैले गर्ने अब डेली एक्टिभिटिजहरूदेखि लिएर होइन घुमेको कुराहरू हजुरहरूलाई म भिडियो मार्फत चाहिँ देखाउने कोसिस गर्नेछु। र हजुरहरूले माया देखाइदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। र आज यतिन्जेलसम्म हेरेर साथ दिनुभयो होइन, जहाँबाट हेर्दै हुनुहुन्छ अङ्कल आन्टी होइन, दाजुभाइ दिदीबहिनी, मेरा साथी इष्टमित्रहरू होइन, जहाँ भए पनि हाँसिरहनु होला, खुसी रहनु होला, सुखी रहनु होला भन्न चाहन्छु होइन। आजको लागि चाहिँ मेरो हृदयदेखि नै धेरै धन्यवाद दिँदै होइन, फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका साथ होइन म चाहिँ बिदा हुन्छु। धेरै धन्यवाद। नमस्कार।